तपाईले त सुन्नु भएको होला कि बुन्द बुन्दले घैला भर्छ। म त यो भन्न सक्दैन कि यो भिडियो हेरिसकेपछि तपाईँ इङ्ग्लिस सिकिहाल्ने छौ, तर म यो तपाईलाई विश्वास दिलाउँछु कि यो भिडियो हेरिसकेपछि तपाईको घैलामा एक बुँद पानी अवश्य नै जम्मा हुन्छ। हु सेलाई कहाँ कति बेला तपाईँ आफ्नो डेली लाइफ कन्भर्सेसनमा प्रयोग गर्छौ। लेट्स गो। हु से भनेको कसले भन्छ हैन, कसले भन्छ। मानलेऊ तपाईलाई कोही भन्यो तिमी इङ्ग्लिस सिक्न सक्दैन, तपाईले साउनु भयो ओह कसले भन्छ कि म इङ्ग्लिस सिक्न सक्दैन। जसले हु से आई कान्ट लर्न इङ्ग्लिस, मसित दुईवटा कान छ, आँख छ, मुख छ, सबै थोक छ, म इङ्ग्लिस किन सिक्न सक्दैन, म इङ्ग्लिस सिक्न सक्छु। त हु से कसले भन्छ। अब मानलेऊ कोही गर्ल्स है, गर्ल्सहरूले भन्छ कि गर्ल्सहरू फुटबल खेल्न सक्दैन। त्यो गर्ल्स रिसाउनु भयो ओह हु से गर्ल्स कान्ट प्ले फुटबल, कसले भन्छ ती केटी फुटबल खेल्न सक्दैन, कसले भन्छ। एकचोटि हेरौ त कसले भन्छ कि म फुटबल खेल्न सक्दैन, किन खेल्न सक्दैन। त हु से गर्ल्स कान्ट प्ले फुटबल। अब कसैले भने त्यो केटा छ नि त्यो राम्रो छैन, तपाई चिटक्क रिसाउनु भयो ओह कसले भने रे। हु से आई एम नट गुड, कसले भने कि म राम्रो छैन है, कसले भने। त हु से भनेको हु से को प्रयोग कसले भन्छ हैन, कसले भन्छ कि म राम्रो छैन, कसले भन्छ कि म ठुलो छैन, हु से। अब तपाईहरुले एउटा चीज गेस अवश्य गर्नु भएको होला, यता सेज लागेको छ, यता सेज छ, यता पनि सेज छ, यता सेज लागेको छ। अब कति बेला से लगाउने र कति बेला सेज लगाउने यो हेरौँ एकछिन। अब से लाग्छ प्लुरलसित र सेज लाग्छ सिंगुलरसित। जस्तै आई सित, वी, यु, दे सित से लाग्छ, ही, सी, इट सित सेज लाग्छ। अब तपाईले भन्नुहुन्छ ए आई त के सिंगुलर छ, यो सित त सेज लगाउने हैन, एउटा आई सित मात्र V1 लाग्छ, यो V1 भयो, यो V5 भयो। त यो V1 आई सित यो आई, वी, यु, दे सित के लाग्छ V1 लाग्छ। अब यो जस्तै प्ले और प्लेज, यो सबैसित आई, वी, यु, दे सित प्ले लाग्छ। यो ही, सी, इट सित के लाग्छ प्लेज लाग्छ।